टिम च्याप्टर भनौँ हैन। हजुर अहिले चाहिँ बोमहरूको या बोनहरूको मूर्ति बनाउन थालेको छ। हजुर कहीँ नरुबोनको भनेको छ, कोहीले त त्यो चाहिँ रिबोनको हो पनि भनिरहेको छ, कोहीले रक्सीको बनाएर भन्छ, कोहीले के भन्छन्। एक किसिमको बोम्बोको मूर्तिहरू बन्न थालेका छन् हैन। बोम्बोमा मूर्ति आवश्यक हुन्छ या मूर्ति बनाउन मिल्छ बोनको? के हो यो? तपाईहरुतिर कस्तो, हजुरले कस्तो पाउनु भएको छ? मैले अघि नै भने वनको विशेषता आकारै नभएको चिजको, शून्य चिजको पूजक हो, नभएको चिजको पूजक हो। फेरि नभएको चिजको पूजक गर्नलाई पनि त एउटा विधान त चाहिन्छ। जस्तो तपाईलाई हुन त यो अलि अश्लील पनि होला, मान्छेले सोच्ला, तर अश्लील त हुँदैन मेरो विचारमा चाहिँ। विवाह किन गरेको त? विवाह गर्नलाई त्यतिकै यौन सम्पर्क गर्दा पनि त विवाह नै त हो हैन। बच्चा जन्मिहाल्छन्, त्यसपछि स्वतः विवाहमा परिणत हुन्छ। स्वतः विवाहमा परिणत हुन्छ नि। विवाह भनेको अर्थ नै के हो त? यौनको कुरा हो नि त। अन्तिममा गएर त बच्चा जन्माउने हो नि त। बच्चा अथवा वंश निरन्तरता, मानव समाज निरन्तरता भन्ने एउटा देखाएको कुरा हो। सबभन्दा ठुलो कुरा त यौनको कुरा हो। यौनको कुरा हो नि त हैन। यौनको कुरा हो नि त। यौन पछि न बाँकी कुरा जाने हो नि त हैन। त्यस्तै यो हरेक कुरा पनि नभएको कुराको चिजको पूजा गर्ने लाई पनि त एउटा फर्मेट त चाहियो नि त, विधान त चाहियो नि त। त्यो कारणले गर्दाखेरि तोर्मो बनाउनु परेको हामीले। र बोन्पोको छोटकरीमा भन्ने हो भने तोर्मो बुजु भन्ने हुन्छ। बु भनेको त बुनै भयो, बु के बु के भन्छ, सो भन्छ, आत्मा भन्छ, सोल त्यसको चित्त हैन। सो बु भनेको त्यो हुन्छ हैन। ओ हामीले तामाङले के भन्छ, बुझले बुझेको भन्छ नि हैन। सिजिसिङ भन्दैन, मरेको भने बुमुला भन्छ हैन। बु चुबा भनेको प्रतिस्थापना गरेको नि त। बु चुबा तोर्मोमा बु चुबा उसले चाहिँ प्रत्यक्ष रूपमा उसले यहाँ ल्यायो भन्ने चुबालाई के जनरली हाम्रोतिर हिजो भर्खर मिनिङमा चाहिँ के अरे खेप्पसुङ गर्दाखेरि खेप्प बुजुमा चाहिँ गुरुजनलाई ल्याएर ठ्याक्क त्यहाँलाई उसको चाहिँ सोललाई ल्याएर स्थापित गराएको हैन। गरेपछि त्यो बुजु भयो। त्यसपछि अर्को फेरि तोर्मो पनि छ। तोर्मो दुई किसिमको हुन्छ। यो बुजु पनि तोर्मो हो र त्यहाँ ती देवदेवताहरूलाई दिने त्यहाँ राखेको छ खाजाको लागि, बलिको लागि नभने खाजाको लागि, खुवाउनका लागि। त्यो पनि तोर्मो हो। त्यो तोर्मो चाहिँ तोर्मो मात्रै हो। यो चाहिँ बुजु भयो, बुजु भनेर। त्यो फेरि बुजु त के हुन्छ, सियलको हुन्छ। लताको तोर्मो के भन्छ, घिउको हुन्छ। गाईको घिउको हुनुपर्छ। अब गाईको घिउको कहाँबाट तोर्मो सम्भव छैन हैन, सम्भव छैन नि। अझै स्याल्ला तोर्मो भन्छ, सियलको हुन्छ, ढुङ्गाको दक्षिण त्यो क्रिस्टलको हुन्छ। ताकि त्यही भएर बमबाट फलाएर सेल्ला तोर्मो मुल्ला तोर्मो भन्छ नि। सेल के हो? पारदर्शी हो। पारदर्शी किन? केही नभएर त पारदर्शी भयो नि। जस्तो हजुरले यहाँ किन देख्नु भयो, मलाई किन देख्नु भएन? पारदर्शी भएन। अब के भयो? पारदर्शी भयो भनेको सिम्बोलमा नै के हो भने पारदर्शिता हुनु भनेको त्यहाँ छैन, नथिङ अघिको शून्यताको कुरा हो। त्यसको प्रतीकात्मक रूपमा बनाएको। अब त्यसको सेलको तोर्मो कहाँ पाउनु? अब बनाउन आजै गर्नु छ त खानेकुरोको तोर्मो बनाउनु पर्छ नि त हैन। खानेकुरो तोर्मो बनाउनु पर्यो नि त। तोर्मो पनि फरक हुन्छ। बोन्पोको तोर्मो सम्म मात्रै हो। अब यो जुन मूर्ति जुन छ, मान्छेले के गरिरहेछ भने हामी त शून्यको पूजा गर्ने मान्छे, मूर्ति त भिजिबल भयो नि त। मूर्ति भनेको त देख्ने कुरा भयो नि त। नदेख्ने कुरो त मूर्ति हुन सक्दैन नि त। मूर्तिको कन्सेप्ट छैन। जस्तै अब यदि हामीले मूर्ति बनायौँ भने त्यो के अरे
टुडीखेलको वरिपरि ठडाएर राखेको मूर्ति जस्तो मात्रै हुनेको हो, त्यो पूज्य हुँदैन नि होइन। पूज्य हुँदैन। दोलवनको भनौँ या अघि के अरे नरुवन भनौँ होइन, या लाट्टे बोनै भनौँ या सेलहोइगर भनौँ, तिनीहरूको मूर्ति बनाउनु भनेको त यहाँ चाहिँ जङ्गबहादुर लगायतका राणाहरूको मूर्ति खडा, राजको मूर्ति खडा गरे जस्तो मात्रै भयो, त्यो पूज्य चाहिँ हुने भएन। उनीहरू त फर्मलेसमा गइसक्यो, मान्छेको किन मूर्ति बनाउने, फर्मलेसमा गइसक्यो नि त। जस्तै मानौँ न मूर्ति बनाउनु थियो भने त्यस्तै नरुवनको मूर्ति नभइकन नरुवनले कसले पुज्थ्यो त्यसको चाहिँ मूर्ति बनाएको भए चाहिँ बरु अलग कुरा हुन हुन्थ्यो होला। नरुवनले पनि फेरि त्यही त कुरा आयो, फेरि त्यही फर्मलेसको कुरा कसरी गर्ने, पूजा पूजा कसरी गर्ने भनेपछि हो हाम्रो फर्मलेसको कुरा गर्छ अन्तिममा, त्यसकारण त्यसको मूर्ति बनाउनु उचित छैन। र मान्छेहरूले अहिले साथीभाइहरूले के बोलिरहनु भएको छ भने यो हिन्दूको मूर्ति छ, हिन्दूको मूर्ति छ, बौद्धको मूर्ति छ, क्रिस्चियनको चाहिँ क्रस छ, मुसलमानको चाहिँ उता के भन्थ्यो त्यो मक्कामा त्यो चाहिँ त्यो ऊ छ होइन उहाँहरूको त्यो छ, त्यस्तै हाम्रो बनपोको पनि हुनै पर्छ, हाम्रो बनपोको मूर्ति हुनै पर्छ भन्ने कुराले को मानसिकतामा अब त्यो को त्यस्तै जट रोपेको छ। अरूबाट सिकेर ल्याउँदैछौँ, त्यो चिज हाम्रो होइन, हाम्रो लागि आवश्यक छैन भन्ने कुरा थाहा पाएन र त्यो गर्दाखेरि हाम्रो आइडेन्टिटी नै गुम्छ भन्ने पनि थाहा भएन। सबभन्दा ठुलो कुरो चाहिँ अस्तित्वको कुरो छ, त्यही नभएको भएर नै हामी बनपो भएको। जस्तै मान्यौँ न नरुवनकै हामीले मूर्ति बनायौँ, त्यो अब हामीले गएर पुज्न त आवश्यक हुन्छ, नरुवनलाई पुज्ने हो त, ठिक छ। नरुवनको त विधि मात्र पो हामीले अवलम्बन गरौँ, तर उसले त पुज्दैनौँ होइन, नरुवन पूज्य त होइन, नरुवन पूज्य होइन होइन, कुनै पनि वन पूज्य होइन, उसको फिलोसफी गर्ने हो। जस्तै भोलि म बोम्बो भएँ, हामी दुईजना बोम्बो भयौँ, हाम्रो मूर्ति खडा गऱ्यौँ भने त त्यो एउटा शालिग मात्र हो, व्यक्तिको शालिग हो, व्यक्तिको शालिग हो, त्यो पूज्य भएन। कुनै शक्तिको व्यक्तिले मान्यो हजुर अघि भने जस्तै झ्याङसारकै चाहिँ बरु एक किसिमको फर्ममा ल्यायौँ हामीले मूर्ति बनायौँ भने चाहिँ के हो कसो हो त्यो बनाउन मिल्छ मिल्दैन त्यो फेरि अर्को बाटो छँदैछ। यदि कसैले त्यही बनाएको भए या गुरुजन भनेर गुरुजनको बनाइदिएको भए होइन, त्यो चाहिँ बरु गुरुजन भनेर गुरुजन नमस्कार भन्नु त मिल्थ्यो होला होइन, तर गुरुजनले पुजेको मान्छेको मूर्ति बनाइदिएर बोम्बोको मूर्ति बनाइदिएर त्यो त ठिक छ, सेल्फी खिच्न त मिल्यो, पर्यटकीय कुरा गरेर त्यहाँ ल्याउने मान्छे ल्याउने भन्ने कुरा चाहिँ होला, त्यो पनि ठिक छ। बनाए माने त्यो पनि बनाए। यो संसारमा यो वन संस्कारभित्र जसले वन सम्प्रदायभित्र जुन छ त्यसमा ज्याङसारलाई त फर्मलेस भन्ने कुरा अहिले भनिसक्यो भने मैले मेरै बाजेको अनुहार याद छैन, नारुवनको फेस कस्तो छ भन्ने कुरो कसरी चाहिँ उ गर्ने त, कसरी निश्चय गरेर बनाउने। मेरो छोराले नारुवन सिलेहेगर वन भनेको त सिलेभैसर वन भनेको सिलेहेगर युरुङ वन भनेको त ऊ यस्तो हो भनेर मेरो अनुहार बनाइदियो भने त तपाईँहरूले सिलेहेगर पुजेको हो कि बिरदोष पुजेको हो, बिरदोषको मूर्ति त्यो शालिग होइन। यो नारुवनको यो विभिन्न वनहरूको मूर्ति बनाउनु भोटबाजी छ, यसको फेस देख्ने र यसको चित्र उतारेर बसेको मान्छे फोटो ल्याउनु नि त। भनेपछि यो बनाउन हाम्रो फिलोसोफी हाम्रो वन दर्शनले पनि मान्दैन, विपरीत हुने भयो। र अर्को कुरो यो बनाउन आवश्यक पनि थिएन, अहिले साथीहरूले बनाए त्यो अर्को पाटो भयो। तर यदि बनायो भने जस्तै हिन्दूहरूले या बुद्धिस्टहरूमा चाहिँ हामी के देख्छौँ भने त्यसको चाहिँ प्राण प्रतिष्ठा गराउँछन् नि त। यो बोम्बोको त अब नरुवनको बनाएर प्राण प्रतिष्ठापन कसरी गर्ने, या रक्सीबनकै बनाइदिउँ, सेलहेगरकै हामीले मूर्ति बनायौँ, त्यसले प्राण प्रतिष्ठापन कसरी गर्ने, त्यो विधि हामीसँग छ त छैन, विधि हामीसँग छैन। हो अघि जस्तो त्यो ब्राङ्गी बनाएर ल्याउँछौँ र हामी बनपोले यो संसार भनेको त्यति उपयुक्त संसार होइन, त्यसैले उहाँलाई आउनुहुन्छ, उहाँको कार्य जुन सकेपछि उहाँलाई फेरि स्यासोल भन्छ नि विदाई गरेर तुरुन्तै रिभर्स गर्ने हो। हाम्रो त जस्तै कार्यक्रम गर्नको लागि भ्रङ्गी बनायो, हजुर, या किलगोर बनायो, कार्यक्रम सकिने बित्तिकै त्यो त सिक्सी गर्नु पर्यो, त्यहाँ राख्नु भएन। जस्तो यो चाहिँ कस्तो हो भने अहिले कस्तो हुनुभयो भने यो उदाहरणको लागि नेताहरूलाई
एउटा कार्यक्रम उद्घाटन गर्न बोलायौँ होइन, नेताहरूलाई एउटा कार्यक्रम मानौँ, एउटा एबिसी कुनै एउटा कार्यक्रम यो के अरे बिल्डिङ बनाएको रहेछ अथवा केही बनाएको छ, कार्यक्रम बनायौँ अथवा सडक कार्यक्रम बनाइसकेपछि भाषण दियो अनि लास्टमा त उहाँलाई बिदाई नगरिकन अब तिमी जान पाइँदैन यहीँ बस भने जस्तो अर्थ लाग्यो कि यो बोनको दर्शन र सिद्धान्त विपरीत हो यो मूर्ति बनाउनु। उहाँहरूले सोध्नुभयो भने यो त पुरै भन्न पनि अप्ठ्यारो छ, शब्दले अर्थ आकांक्षा यो त बोन विरोधी रहेछ भन्ने अर्थ राख्दा म बोन विरोधी होइन, म बोन प्र्याक्टिसनर हो होइन, म बोन विरोधी होइन, तर यो हाम्रो सिद्धान्त विपरीत बोनको मर्म फिलोसोफी दर्शन विपरीत हाम्रो दर्शनमा त्यो मूर्ति बनाएर सदाको लागि राख्ने भन्ने होइन र हाम्रो पहिचान विपरीत हो। यो पहिचानको नष्टको पतनमा गइरहेछ हामी। अरूको सिको गर्दा कुरो बिग्रियो अरूको सिको गर्दा हामी कुरो बिग्रेको अवस्थामा पुग्यो। र अहिलेसम्म जति बने या अझ अरू बन्नान् ती बनेको भनेको चाहिँ त्यो पूज्य र त्यसले प्राण प्रतिष्ठा गर्न त्यो खास मिलेन, त्यो चाहिँ एउटा कसैको शालिग मन पर्यो बनाएर राखिदियो भने जस्तो मात्र र बोनपोले पूजा गर्ने पनि जस्तो प्रकृति छ मान्छेले भन्छ नि जस्तो प्रकृति छ त्यस्तैमा पूजा गर्ने हो। प्रकृतिको संरक्षक हो बोनको, प्रकृतिको संरक्षक हो, प्राकृतिक स्वरूपलाई पूजा गर्ने हो। जस्तो अलिकति अग्लो डाँडा देख्यो भने के हुन्छ, जो हो भने अग्लो डाँडामा भनेको चाहिँ के रहेछ भने पानीको स्रोत हो नि त होइन, त्यहाँ गएर चाहिँ यहाँ त देउता छ जो छ भनेपछि त्यहाँ गएर हग्ने मुद्दे त गरेन नि त, सफा हुने भयो। भनिसकेपछि क्लिन भयो। पानीको मुहानमा गएर नाक रहेछ भने नाकको पूजा गर्छन् होइन, न्याम्बु पूजा गर्छ नि, त्यो पनि पानी सफा भयो। जङ्गलमा पूजा गर्नु पर्यो, जङ्गलमा चिनिङ हुन्छ, कहाँ हुन्छ भनेको जङ्गलमा हुन्छ। चिनिङको दाउराहरू ल्याएर घर बनाउनु हुँदैन, बाल्नु हुँदैन भन्छ, त्यो गर्नु त्यो वंश नाश हुन्छ, त्यो नाश पनि हुँदो रहेछ, मैले देखाएको छु एउटा दुईटाको। त्यो भन्यो भने त वन त रोक्यो नि त, प्रकृतिलाई दोहन भएन। प्राकृतिक रूपमा कुनै पनि संरचनाको दोहन नहोस् भन्नको लागि त्यसले हामीले चाहिँ प्रतीकात्मक रूपमा शक्तिको रूपमा मानेका छौँ, पुज्दै आएका छौँ। त्यसको अर्थ चाहिँ मूर्ति बनाएर स्थापित गर्नु भन्ने चाहिँ होइन। कतै नागहरू कतै केहीहरू पूजा गर्दा पनि त्यो ढुङ्गा अलिकति चिटिक्क परेन छ भनेर ठकठा र ठोकठोक गरेर गर्ने होइन, जस्तो भेटा छ त्यस्तै ल्याएर पूजा गरिदिने हो। र बोनपोमा अहिले गर्नुभएको साथीभाइहरूको बोनपो चाहिँ असाध्यै अर्थ बुझेर गर्नु जरुरी छ। मलाई जहाँसम्म लाग्छ अधिकांश बोनपोहरूले 90 to 95 बोनपोहरूले अर्थ नबुझिकन गरिरहेको हो कि जस्तो भान भइरहेछ क्या। समाजमा देखाउनको लागि ट्रेन्ड छ त्यो, जस्तो बच्चाहरूले लिटिल ट्विङ्कल स्टार भनेर जान्छ नि, अब त्यो के भने उसले कन्टै छ क्या त्यस्तो भएर। जस्तो मैले साथीहरूले एक ठाउँमा सुनेको थिएँ, अब त्यो एउटा दुईटा शब्द छोड्नाले गर्दा शब्दको अर्थ नै अनर्थ लाग्यो। जस्तो तपाईँलाई म ठ्याक्कै उदाहरण दिन्छु, सिन्डे सन्डे सेङ घाँचो भयो सेङको सेङ दिइरहेको रहेछ के। भन्नुपर्ने चाहिँ कस्तो हो भने सिन्डे सुन्डे काँचो भयो त्यसमा मान्छेले झुम्डाङसाहरू झोप्न कान्छी सेङको भन्नुपर्ने भनेको तिनीहरू भनेको चाहिँ आक्रमण गरेर दलेर त्यसलाई समाप्त पारेर चोप्पा भनेको तामाङ भाषा के भन्छ त समाप्त पार्ने सिद्धाउने, त्यसलाई समाप्त पारेर त्यसको शक्तिलाई समाप्त पारेर सेङ्गो भनेको सेङ्सुगर भनेको। अब त्यो एउटा शब्द छोडिदिनाले चाहिँ सिन्डे सुन्डे काँचो भयो त्यसमा माछा सेङ्गो सेङ भनेपछि त्यसलाई पो जगाऊ भने कहाँ पुग्यो भावै कहाँ पुग्यो, शब्द हटाउने बित्तिकै कहाँ पुग्यो। त्यो कारणले चाहिँ बोनपोले गर्ने कुरोमा सबभन्दा कुरो चाहिँ शब्दको अर्थ ख्याल गरेर रिसर्च गरेर अलिकति बोनको साथीहरूलाई अध्ययन पनि गर्नु, मैले गरेको के रहेछ, मैले सिक्नुपर्ने के रहेछ, शब्द गरिरहेको फलाएको शब्दहरू कतिको अर्थ राख्छ होइन, तिनीहरू चाहिँ मिलाएर हेर्ने।
होइन हाम्रो भनेको त यस्तै हो, मेरो बाउले भनेको यस्तै हो, मेमे भनेको यस्तै हो भन्ने हाम्रो चाहिँ यस्तो चलेको छ भने अनि शब्दहरू मणगणन्त्यताको अर्थ राखेर चाहिँ हुँदैन। किनभने भाषाको शब्द भनेको व्यक्तिको हुँदैन, समुदायमा समाजमा पनि त्यसको अर्थ चाहिँ भोट बर्मेली परिवार, यो चाहिँ किनभने प्राचीन भएको कारणले गर्दाखेरि भोट बर्मेली परिवारमा भित्र यो शब्दले अर्थ कहाँ के राख्छ भन्ने पनि सचेत हुनुपर्छ। जस्तै मैले एक ठाउँ देखाएको थिएँ, सामान हराएर यहाँ चाहिँ कालो लाएर नङमा कालो लाएर देखाउँदो रहेछ। अनि देखाउने क्रममा बमले फलाकिरहेको थियो कि त्यहाँ झाँक्री भनौँ न फलाकिरहेको थियो। उसले चाहिँ हे हनुमान वीर मसान भनिरहेको थियो। मलाई चाहिँ बेसरी हाँसो उठ्यो होइन, हाँस्नु त भएन फेरि होइन, एकछिन हेरेर बसेँ। हनुमानले वीर भन्नुसम्म त एकीको शक्ति वीर पराक्रमी भन्ने अर्थ लाग्यो, तर उसको त वीर मसानको रूपमा लगेपछि हनुमानले त उसले त कहाँ लग्यो, वीरमा लग्यो नि त। वीर भनेको के मसानमा लग्यो, वीर मसान खेल्ने ठाउँमा लग्यो नि त। भनेपछि त हनुमान आफै वीर मसान हो त, मसान हो त हनुमान होइन कहाँ पुग्यो होइन हुन्छ। त्यही भएर आफूले फलागेको शब्दको अर्थ के हो अनि मैले यो शब्द के फलागिरहेछ भन्ने एकदम गहन तरिकाले नबुझिकन नफलाग्दा हुन्छ। अब एउटै कुरो सुनौँ न, यहाँ साथीहरूको चाहिँ कति चाहिँ पनि केही काम गर्नु पर्यो भने नारु बन्ला केशो चुब्ला दुइरी, नारु बन्ला के चुब्ला दुइरी, दिन दिन्छोर फाउला दुइरी, मुल्ने मुन्छोर फाउला दुइरी भन्छन् होइन। नारु वनको केशो चुब्ला दुइरी भनेपछि नारु वनको केशो सुनाउनु पर्यो नि त। नारु वनको केशो त कहिले पनि सुन्न पाएन मैले होइन। नारु वनको केशो चुब्ला दुइरी, नारु वनको केशो चुब्ला दुइरी भन्छन् होइन। त्यसपछि नरुवनको केशो चाहिँ आएन नि त होइन। त्यो भएकोले म के फलागिरहेको छु भने अनि त्यसपछि अब उता कतातिर के कार्यक्रम गर्छ नि रत्नपारातिर यो लोसारको गर्दाखेरि पनि फलागिरहेको सुन्छु। फलागेको त राम्रो छ, नारु बोल्दा केशो चुब्ला दुइरी दिइरहेछ नि त होइन। कहाँ लोसारको कार्यक्रममा कहाँको नारु वनको केशो चुब्ला दुइरी दिइरहेछ होइन। त्यो प्रसङ्ग नै मिलेन क्या। त्यो त लोसार चाहिँ कहिले किन कसरी मनाएको भन्ने प्रसङ्ग आउनु पर्छ होइन। अथवा वनपटले फलाउने हो भने किन तपाईँ चाहिँ नारु के अरे यो चाहिँ यस्तो लोसार होइन। अब ल त्यो तुच्चे गऱ्यो भने पनि वनपटले त्यो तुच्चे छेसी गऱ्यो भने पनि त्यहाँ राखेर सोचेसी गऱ्यो भने होइन। सम्बाइलो निङबाइलो स्यार्सी सम्बाइलङ चुबा दुई स्यार्बाई दिङ्गी भन्ने स्यार्बाई दिङ्गी चुबा छ्याङ्बै सेपे इन्दा भनेर जानु पर्यो नि त। निङबाइलो गाल्ची सम्बाइलो स्यार्बाई दिङ्गी भने पुरानो गएर नयाँ सुरुवातको क्रममा राखिएको भन्नु पर्यो नि त। यहाँ त के दिइरहेछ, नारु भन्दा केसुला चोपर दुइले धुन्ना धुन्चुर फाउला दुइले मुन्ना मुन्चुर फाउला दुइले दिइरहेछ। यो कुनै एङ्गलबाट नै मेल खाएन। मैले चाहिँ यो याद नगरेको है। अनि फेरि अर्को कुरो यता अर्को वनपोहरू छ, अब मुई हुँ भनेर फलागेका छन्, हिँडेका छन्। अब कस्तो कस्तो वनपोहरू चुब्लाएर बसेको छ। वनपो नै होइन क्या, यो कमाउ खाने भाँडो जस्तो तरिकाले प्रयोग गरिरहेको छ कि। बरु अलिकति ट्यालेन्ट मान्छेहरू हुनुहुँदो रहेछ उहाँहरू। बिजनेस प्रक्रियामा नयाँ के अरे पुरा जुन असली वनपोहरूलाई हातमा लिएर उहाँहरूको मार्फत क्रियाकलाप गरेर यसो कमाइ खाने भाँडो गरे हो कि जस्तो लाग्छ मलाई त कहिले काहीँ त। एउटा पक्ष भयो क्या। अनि अलिक विषय भने अलिकति पर पुगे जस्तो लाग्छ। फेरि अलिकति दोहोऱ्यौँ। यस्तै मान्यो बुद्धको ठुलो मूर्ति बनाएर कहीँ राख्नु मिल्छ, त्यसलाई उनीहरूले प्राण प्रतिष्ठा गरेर राख्ने गरेर पुज्न पनि मिल्ने बनाउँछ। त्यसकारण बुद्धको सानो मूर्ति बनाएर आफ्नो घरमा पूजा गरेर राख्न पनि मिल्यो, उसको पूजा गर्न मिल्छ होइन। मान्यो अब हाम्रो बम्बुको मूर्ति बनाउने क्रममा नरु वनवासीले हेगर वन या कुनै चाहिँ रिठे लट्टे वनको मूर्ति बनायो भने त्यो स्थिति त नहुने रहेछ नि
होइन, प्राण प्रतिष्ठा गर्न नमिल्ने रहेछ, नमिल्ने। र प्राण प्रतिष्ठा गरेर पुज्न मिल्ने भए अब भ्राङ्गी गर्दाखेरि भोलि चाहिँ नरुवनकै मूर्ति बनाएर नरुवनकै भ्राङ्गी बनाएर उसैले मूर्ति बनाएर त्यसैले पुजेर राख्न पनि मिल्थ्यो नि, त्यो त असम्भव भयो। असम्भव, विधि विधान हाम्रो विधिमा छैन, त्यसलाई यो संसारबाट बिदा गर्नुपर्छ। मान्छे चाहिँ कस्तो अचम्मको जात रहेछ भने जो नगर भनेको छ त्यो गर्नुपर्ने। बुद्धले भन्छ, स्वयं बुद्ध स्वयंले भन्नु भएको महानिर्वाण प्राप्त गर्ने बेलामा मेरो मूर्ति नबनाउने भन्नुभएको जस्तो लाग्थ्यो मलाई, होइन। संसारमा सबैभन्दा मूर्ति उहाँकै छ, होइन। उहाँ त महानिर्वाण प्राप्त, मोक्ष प्राप्त भयो, सङ्घीय भइसक्यो, त सङ्घीय बनिसकेको कुरालाई उहाँले देखाउनु भएको 4 आर्य सत्य, होइन, अन्तर्निर्भरताको कुराहरू छ नि, तब 8वटा अन्तर्निर्भरताको कुरा छ, होइन, 8वटा त्यो मार्गहरूको कुरा छ, लगाएको चिजहरूको अभ्यास गर्नुपर्ने, अभ्यास गरेर साधना गरेर त्यो सिद्धि प्राप्त गर्नुपर्ने या निर्वाण प्राप्त गर्नुपर्ने होला। तर हामीले चाहिँ होइन बुद्धलाई नै अब भगवान तिमीले तारिदियो, म त के गर्न नसक्ने भएँ भनेर फेरि हामीले यो भन्दै गर्दाखेरि चाहिँ अहिले बुद्धको मूर्ति बनाएर पुज्नेहरूलाई को मनमा ठेस नलागोस्, हामीले त्यो लक्ष्य प्रति लक्ष्य बनाएको पनि होइन, त्यो होइन। तर एउटा उदाहरण दियो भने हामी मान्छे जो नगर भनेको गर्छौँ, जे गर भन्यो त्यो गर्दैनौँ, होइन। यहीँनिर चाहिँ के पनि रहेछ भने बुद्धको चाहिँ मूर्ति या त्यो चित्र, थाङ्का चित्र पनि बनाएर पुज्छ नि त, त्यो किन गर्ने नगर्ने भन्नेमा चाहिँ एउटा मत चाहिँ के रहेछ भन्दाखेरि बुद्ध भगवान चाहिँ प्रवचनको क्रममा टाढा पुग्दाखेरि कुनै एकजना चाहिँ धनाढ्य मान्छेले चाहिँ भगवान तपाईँ टाढा पुग्नुहुन्छ, तपाईँको भेटघाट नहुने भयो, त्यति बेलाको लागि चाहिँ तपाईँको म एउटा पिक्चर तस्बिर चाहिँ चित्र कोरेर बनाएर त्यसले पूजा गर्छु, म त्यो गर्न मिल्छ कि मिल्दैन भन्दाखेरि उहाँले चाहिँ हुन्छ तिमीलाई त्यो लाग्छ भने त्यो गर्न फरक परेन, तिमीलाई मनपर्छ, तिमीलाई त्यो गर्नै ठिक छ लाग्छ भने त गर्नु नि त भन्ने हिन्दी स्वीकृति दिनुभएको थियो अरे। अब त्यहाँबाट टेकेर अब के भयो भने ठुल्ठुलो मूर्ति बनाउनेदेखि घरमा मूर्ति स्थापित गर्ने भयो, त्यो एउटा कुरा भयो। अहिले बुद्धिज्मले उनीहरूको त्यो स्वीकार छ भने हामीले त्यसमा आपत्ति भएन, हिन्दुज्मले मूर्ति बनाउँछ पुज्छ हामीले आपत्ति भएन। तर बोम्बोको चाहिँ रियल फिलोसोफीमा हामी बोन्बो हो र बोन्बोको अस्तित्वमा रहने फिलोसोफीको हामी पहिचान हो भनेर हिँड्ने हो भने बोन्बोको मूर्ति आवश्यकता होइन, त्यो चाहिँ पतनको बाटो। त्यो बनाउनु भनेको कसैको शालिग बनाएर राखेको मात्रै भयो, हजुर, त्यसले पुज्न मिल्दैन, के गर्न मिल्दैन। त्यसकारण त्यो चाहिँ हो पर्यटकीय रूपमा देखाउने भनेको एउटा बाटो होला, बाटो भयो, त्यो चाहिँ भयो। त्यो धार्मिक बाटो चाहिँ त्यो धार्मिक बाटो चाहिँ नहुने भयो। र यो फलानु फलानु बोन्बोको भन्ने मेरै बाजेको 3 पुस्ता अगाडिको बाजे, मेरो 4 पुस्ता अगाडिको बाजेको अनुहार मैले थाहा छैन। कतिपय हामी साथीहरू बिचमा आफै बाबुको जस्तो अनुहार थाहा नपाउनु कति सक्छौँ भनेपछि त्यो नारू बोनको घाट देखेर सेलिएर बोनको, शर्माई बोनको, के बोनको, मिछे बोनको के को आधारमा मूर्ति बनाउँछ? ल हजुर आफै विचार गर्नुहोस् त, आधार के र त्यसको? एउटा आधार त चाहियो नि त। मैले ल मेरो छोराले बोनको चाहिँ सेलियागर बोनको अथवा युरुङ बोनको शालिग बनाउने रे, युरुङ बोनको शालिग बनाएर मेरो फेस जस्तो अनुहार जस्तोको शालिग बनाएर राखिदियो भने अब आउने पिँढीले सेलियागर बोनको अथवा त्यो को मूर्तिले पूजा गरे हो कि बिरदोष तामाङको मूर्तिले पूजा गरे त? अब जस्तै अहिले चाहिँ ताम्बाको पनि कुरा आएको छ नि त, टेङदोर्जीको मूर्ति बनाउने भनेर। तर टेङदोर्जीको मूर्ति चाहिँ उनीहरूले पुज्नको लागि, पूजा गर्नको लागि बनाएको होइन, होइन। हाम्रो टेङदोर्जी थियो अरे भनेर सम्झाउनको लागि बनाउने भयो, त्यो अलग बाटो, त्यो अलग बाटो। त्यही बाटो किसिमले चाहिँ किनभने टेङदोर्जी त पुज्दैन, पुजिँदैन। यो त यिनीहरू त पुजिने अवस्था पुग्यो, त्यहाँ गएर ढ्याङ्ग्रो बजाएर हाचु गर्ने भयो। यदि कुनै पनि बोम्बहरूको मूर्ति बनाउने भने टेङदोर्जीको मूर्ति बनाएको कन्सेप्टबाट बनायो भने चाहिँ ठिकै भयो। त्यो हाम्रो पहिला हाम्रो बोम्बहरू यस्तो यस्तो हुनुहुन्थ्यो अरे, काल्पनिक मूर्तिहरू बनाउन मिल्यो, तर त्यही नै पूजा गर्न मिल्दैन, त्यति भयो। हुन्छ, फेरिको दिनहरूमा हामी भेट्ने प्रयास, हामीसँग भेटिरहेको हुन्छौँ हामीले नि त। अब साथीहरूसँग पनि कहिलेकाहीँ हामीसँग कुरा गर्ने विषयहरू चाहिँ साथीहरूले पनि सुनाउँ भन्ने लाग्यो, साथीहरूले पनि ल अन्त यो विषयमा सुनौँ भन्ने किसिमको कुराहरू आयो भने
फेरि फेरि हामी जोडौँला। तिहारको छटपटले कहाँ जाउँ भएर हो कि दुईटाको। अब तिहार त्योहार होइन, अनि हेमा पञ्चक के भन्थ्यो हाम्रो मयङ हप्पा, अनि यसपालि हजुरको मयङ हप्पा भयो भएन? मेरो चाहिँ अब नजिक बस्ने चेलीको चाहिँ अब जुटो परेको रहेछ उनीहरू घरतिर, अनि पर चेलीहरू छन् त्यतातिर म गइनँ, त्यस कारण मेरो मयङ हप्पा चाहिँ यसपालि भएन, हजुरको भएछ। ल ठिक छ, हुन्छ। फेरि हामी साथीहरूसँग चाहिँ आएर यस्तै गफहरू चाहिँ कहिले साथीहरूले, हामी त गरिरहेको हुन्छौँ, साथीहरूलाई पनि सुनाउँ न भन्ने लाग्यो भने फेरि पनि होइन, साथीहरूले पनि ल सुनौ न तिमीहरूको भनेर केही त्यस्तो अफर आएछ भने सधैँ भेटेर चिया खाएर साथीहरूले भेट्ने हो नि त। हुन्छ। लस्सु ल रोगति फ्यापुजी।